हेलो गाइज वेलकम टु माई फर्स्ट ब्लग इट्स मी युबी। अनि आज चाहिँ हाम्रो साथीको बर्थडे छ, त्यही भएर अब हामी ड्युटी सकेपछि बर्थडेमा जानलाई रेडी भएको। अब हामी बुर्ज खलिफा गएर देखाउँछु। जानलाको ऊ चाहिँ बर्थडे गर ह्याप्पी बर्थडे। अनि यता हुनुहुन्छ अब दिदी, कता हुनुहुन्छ आउनु न यहाँ ब्लगमा हेलो भनिदिनुहोस्। अब चाहिँ हामी तीनजना भयो, उहाँ चाहिँ एकजना आउँदै हुनुहुन्छ। अनि पछि हामी जान्छौँ अनि तपाईँलाई गएपछि अझै देखाउँछौँ। खै यता म्याम देखिन बुर्ज खलिफा सोध्नु पऱ्यो ट्याक्सीलाई। ट्याक्सीको मान्छे छ फ्री लोकेसन त भन्नु। ट्याक्सी पनि पाइसक्यौँ, अब हामी जाँदैछौँ यसको लागि। हेलो अब हामी गएपछि देखाउँछौँ एकैचोटि। दुबई मलमा पुगेछौँ। हेलो अब दुबई मल पछि दुबई मल स्कल पनि चलिरहेको छ यहाँ। अब चाहिँ हामी जाँदैछौँ बुर्ज खलिफा। अब हामी जाँदा हामी बाटो खोज्दा खोज्दै के गर्नु दुबई मलमा चाहिँ हराउने रहेछ। यतापट्टि आइसक्यौँ, बुर्ज खलिफा यतापट्टि देखिएको छ। अब चाहिँ हामी अब यहाँ रेस्टुरेन्ट खोज्दै हिँडेको हाम्रो चाहिँ अब यो बुर्ज खलिफाको भ्यू निकाल्नु भनेको आउँदै होइन यस्तो देख्यो। म चाहिँ यहाँ फोटो खिचेर अनि म चाहिँ खै आएन त्यो फोटो। यताको भ्यू चाहिँ यहाँबाट रुम जाने। खोइ कता गइनहरू बुर्ज खलिफा चाहिँ अब यहाँ एकछिनको लागि भए पनि फ्रेस हुन आएको। के भयो बर्थडे मिस हजुरलाई? हामी केक लिनको लागि हिँडेको, केक नपाएर अहिले त साथीको बर्थडेमा तपाईँको साथी। अब त्यतिर हामी केक काट्न लाग्यो मेरो साथीको बर्थडेको। अब यहाँ केक आइसकेको छ। अब केक काट्नको लागि केक हालेको छ। अब केकको वेट गर्दा केक बर्थडे मनाएर नि अब हामी रुममा आइसक्यो, फ्रेस भएर अब सुत्न आएको। यति नै भन्दै हजुरसँग बिदा माग्न चाहन्छु। हस्त धन्यवाद। अनि मेरो च्यानललाई लाइक, सब्सक्राइब र कमेन्ट पनि गरिदिनु होला। हस्, थ्याङ्क यू।